हेलो हेलो एभ्रिवान, मेरो गाइजहरू सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु है। यो समयमा हामी खोलातिर जान लागिरहेको छ। यो के ठाउँ रे है बुढी? के ठाउँ रे? गडखाड। गडखाड भन्ने ठाउँमा छौँ है। नुवागढको ससुराली गाउँ घुम्न लागेको छ बुढीले मलाई। ससुराली गाउँ घुम्न लान लाग्यो। यो चाहिँ बिउ होइन बुढी, धान रोप्नलाई अनि क्या धानको बिउ होइन। छाता उडेर यो भैँसी खोज्नु जाने छाता। ल हेर्नुहोस् गाइज, अब यता त धान सान निकालिसकेको छ है। पानी त जतिखेर नै आइरहँदो रहेछ है। कुन दिन यो खोला बोलायो भने यो खेत सबै डुबाइदिन्छ। वाउ, कस्तो राम्रो आएको भिडियोमा। म मात्र होला नराम्रो आएको। यस भैँसी पाल्नुपर्छ। यस्तो फुल पनि रहेछ यहाँ त। के रे यो? होइन, यो भन्छ यसलाई पम्फा फुल। कति धेरै त्यो त एउटा पात रोप्यो भने पनि सर्छ होइन? यो त पातबाट पनि सर्छ क्या। कमलको फुल देखा यस्तोलाई कमलको फुल। आमा कस्तो दामी पानी आएको यहाँ त, सेम बर्खामा जस्तै। ल हेर्नुहोस् गाइज, यस्तो राम्रो धान फलेको छ यो चौगाडामा। यो मेरो ससुराली गाउँ रहेछ। यहाँको धान खाएर मेरो बुढी यति राम्री भएको छ कि, यति राम्रो भएको छ कि भटा छ त्यो मास होला। कस्तो खालको भडमास हो त नि त्यो? कस्तो दामी घाम लाग्यो। खासै राम्रोसँग चाहिँ फल्दैन रहेछ धान यतातिर। हाम्रोतिर त्यस्तो राम्रो फल्छ, तर एकदम खेती हुँदो रहेछ है यो ठाउँमा त। यत्तिकै टिपेर लाने हो यो बेच्नलाई? काँचो नै? कति रुपियाँ केजी हो यो? केजीमा बेच्ने होइन यो भडमास? ल हामी खोलामा जान लाग्यो। खोला खोला नाही नबकुला, भ्याकुताले उफ्रेर मै खाला। क्या हो तिम्रो दिदी जस्तो छ त पर त। सासों में तेरी। मेरो बुढीले हेर्नुहोस् गाइस।